हेलो गाइज वेलकम टु माई न्यू भ्लग होइन सबैजना मेरो नयाँ भ्लगमा स्वागत छ। आज चाहिँ पनि स्वागत छ। अनि फेरि हामी चाहिँ आज यो हाम्रो चाहिँ एयरपोर्ट विमानस्थल जापानको टोकियोको विमानस्थल हो होइन, तर पछाडि पनि जापानिजहरू आइरहेको जापानिजहरू उता पनि आइरहेको छ। तर यहाँ पहिला हाम्रो चाहिँ होस् अब हेलिकप्टर आयो, हेलिकप्टर जापानको टोकियोमा हेलिकप्टर आयो, बुलेट ट्रेन आयो। विमानस्थलमा प्लेनै छैन क्या। त्यही आजभोलि यहाँको विमानस्थलमा पुरै खाली भएको छ। खाली होइन, यस्तो समस्या किन भयो, कसरी भयो, आज हामी यही विषयबाट एउटा यहाँका महान यहाँको यो नेपाल राष्ट्र के अरे न्यायाधिपतिसँग केही कुरा सोध्न चाहन्छु। ल भन्नुहोस्, यहाँको यो एयरपोर्टको हालत यस्तो कसरी भयो, के तपाईँ जनता जान्न चाहनुहुन्छ? त्यही ल यहाँको यो एयरपोर्टको हालत यस्तो कसरी भयो, यहाँका जनताहरू चाहन्न, यहाँका बासिन्दाहरू जान्न चाहन्छन्। ल यो कुरा ठेकेदार साहबलाई सोध्नु हुन्छ। ल आज अब हामी कुरा गर्नेछौँ ठेकेदार साहब। ल ठेकेदार साहब भन्नु, यहाँका जनता ल स्वागत छ। यो हाम्रो यो के अरे जेपीटी च्यानलमा होइन, तपाईँलाई यहाँका जनताहरू जान्न चाहन्छन् कि यहाँको यो एयरपोर्टको हालत यस्तो किन भयो, कसरी भयो? किन भन्नुहुन्छ भन्दाखेरि यहाँको प्लेन जति पनि थियो त्यो सब पुरानो भइसक्यो अहिले। मैले नयाँ प्लेन मगाइरहेको छु। हजुर त्यो नयाँ प्लेन दिल्लीबाट आउँदैछ। हजुर दिल्लीबाट आउने क्रममा अलिकति ढिला भएको कारणले गर्दाखेरि यहाँ मान्छेले बुलेट ट्रेन चलाइरहेको छ। ल यो त यो जापानको पुल होइन र? पुल हो। ल यहाँ एयरपोर्टमा, नेपालको एयरपोर्टमा कसरी आयो त अनि? जापानको पुल। जापानको पुल हजुर त्यता जापानमा जिम थियो एउटा, कता हरेको छ। अनि तर यहाँको यो एयरपोर्टको हालत यसो कसरी भयो भन्ने विषयमा हामीले केही यहाँ ठेकेदारबाट केही छलफल पाइसकेका छौँ। र अब हामी सोध्छौँ नेपाल राष्ट्र विमानस्थलको मुख्य सचिवलाई। ल सचिवजी तपाईँ भन्न सक्नुहोस्, तपाईँ भन्नुहोस्, यहाँका जनताहरू जान्न चाहन्छन् र यहाँका बासिन्दाहरू जान्न चाहन्छन् यहाँको यो एयरपोर्टको हालत यसो कसो भयो, एयरपोर्ट प्लेन गुड्ने ठाउँमा खोला कसरी गुड्यो? ल भन्नुहोस् तपाईँ, यहाँको यो प्लेन गुड्ने ठाउँमा खोला कसरी गुडिराख? एयरपोर्टमा कुकुर बसिराख पर। स्वागत छ। ल यहाँ चाहिँ यो एयरपोर्टमा क्यारम बोर्ड